गाइज हेर्न सक्नुहुन्छ म चाहिँ यो घाँस काट्न लगाएको छु। हेर्न सक्नुहुन्छ यो गाईले पनि खान्छ, भैँसीले पनि खान्छ, त्यसपछि खसी बाख्रा सबैले खान्छ। यो घाँस काट्न आएको छु। के गर्ने, दुखी गरिब मान्छे जे पनि काम गर्नु पर्दो रहेछ। अब अकुपेसन अर्को पनि छ, बिल्डिङ इलेक्ट्रिसियन, त्यसपछि टेक्निसियन प्लम्बर पनि हो। यता अब घाँस पनि काट्नुपर्छ। अब घाँस पनि काट्नु परिहाल्यो। दसैँमा आफू मात्रै खाएर हुँदैन, गाई भैँसीलाई पनि बाख्रालाई पनि घाँस दिन परिहाल्यो। गाह्रो छ जिन्दगी, गरिबको जिन्दगी एकदम गाह्रो छ। के गर्ने, काम नगरी माम पाउँदैन भने जस्तै भयो। यहाँ आफू मात्रै खाएर के गर्ने, गाई भैँसीलाई पनि हामीले घाँस दिन परिहाल्यो। गाइजहरू नयाँ हुनुहुन्छ भने फलो गर्नु होला है, लाइक गर्नु होला, अनि सेयर पनि गर्नु होला। अनि हेर्न सक्नुहुन्छ आज चाहिँ म घाँस काट्न आएको छु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला है। एसडिपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्सक्राइब गर्नु होला। त्यसपछि अर्को एसडिपी अनलाइन टिभी पनि छ, सब्सक्राइब गरेर राख्नु होला है। गाइजहरू हेर्नुहोस् यस्तै छ, गरिब दुखी अब के गर्न, स्ट्रगल गर्नु पर्यो, सङ्घर्ष गर्नु परिहाल्यो। के गर्ने, गाह्रो छ गरिब मान्छेलाई।